साथीहरु सबैजना नमस्कार। म रमा सुवेदी रमा एन्टरटेनमेन्ट च्यानलमा स्वागत गर्दछु। म फेरि मोबाइल ल्यापटप टिभी र हजुरको मन र घरमा आइसके साथीहरु सबैजना सन्चै हुनुहुन्छ भने आशा गरेको छु। म पनि एकदम सन्चै छु, एकदम मस्त व्यस्त र स्वास्थ्य छु। तर निन्द्रा चाहिँ अलिक पुगे भएको छैन है साथीहरु। राति हामी 1:30 बजे आयौं हैन, त्यो भिडियो इन्ड गर्दाखेरि 1:30 भएको थियो। हेलो गुड मर्निङ। मेरो चाहिँ हालत त्यस्तो छ, सबैको त्यस्तो छ। मेरो नि आँखा बन्द भयो जस्तो हुँदो रहेछ हेर्न। गुड मर्निङ फ्रम पोखरा। अनि यहाँ हेर्नु न, आँखा यस्तो भएको छ। राति 1:30 बजे आएर 2-2:30 बजे भिडियो एडिट गरेर आज अपलोड गर्ने भिडियो आउँछ हैन। अनि साथीहरु यस्तै छ। अब हेर्नु न, रमाइलो भइरहेको छ। अब आज हामी अन द वे हामी कहाँ जाने हो साने? आज हामी वेयर गोइङ? We're going shopping. Shopping हैन? We go to somewhere. Shopping. Going to shopping now. अनि अलरेडी हामीलाई चाहिँ 7:30 मा भेट्नु भनेछ। हामी यहाँ 6:30 मा छौँ। ल्याङ गरेर बसिरहेको हुन्छ। म अघि उठेको फर्स्टमा सबभन्दा सुरुमा। हाम्रो प्याकेज चाहिँ एकदम 7:30 मा चाहिँ तपाईहरु सबैभन्दा सुरुमा को उठेको अरे? सबभन्दा सुरुमा म उठेको। तपाईहरु ल्याङ गरेर बसेर काम छ। आमा अञ्जना को उठ्यो अरे सबैभन्दा सुरुमा? सबभन्दा सुरुमा म उठेको। सबैभन्दा सुरुमा उठ्ने म हो गाइज, म। अनि साथीहरु यो आजको भिडियो चाहिँ तपाईहरुलाई यस्तो इन्फर्मेटिभ हुन्छ कि, किनभने हामी पनि पहिलो पालो हामी पनि पहिलो पालो र कोही पहिलोचोटि आउँदैन हुन्छ भने मेरो बुढाजीको अवरमा पर्नु भएछ। अनि कोही तपाईहरु आउन खोज्दैन हुन्छ भने चाहिँ यो भिडियो मस्ट वाच छ है तपाईहरुलाई। एकदम हामी के लिएर जाँदैछौँ, कसरी जाँदैछौँ, कुन तरिकाले जाँदैछौँ हैन, त्यो हामी एकदम किड तपाईहरुलाई समय पुरै एक डिटेल दिएर हामी भन्छौँ है। आज चाहिँ सपिङ गर्न जाँदैछौँ, बेलुका भ्याइएन। अनि त्यस्तै छ गाइजहरु। यो मेरो बुढालाई कड्डी लगिदिएर जान्छु। ल अहिले एकछिन भेटौँ ल गाइजहरु। हामी लड्की लोग चाहिँ बाहिर निस्किसक्यौँ। अब पानीले आज धोका दिन्छ कि भन्ने डर लागिरहेछ। ल गुड मर्निङ ड्याडी। गुड मर्निङ। हेलो ब्युटी ब्युटिफुलहरु। पानी पर्न थालो। साथीहरु हामी दोकान जाँदैछौँ। दोकान एउटा दुईटा दोकान जाँदैछौँ। अब खुला छ कि छैन थाहा छैन हैन। बिहानको पोखरामा बिहानको कति बज्यो? 6:30 लगभग हुन आँटिसक्यो। इज इट पोसिबल? एमो के पोखरामा 6:30 बजे दोकान खुल्छ? उठाइदिने तोडफोड गरिदिने हो। पूर्वेली आएको छौँ। पूर्वेली ढोका खोला भन्दै हामी तोडफोड गरिदिने है गाइजहरु। ल अब हामी के को दोकान गएको भने पनि अहिले एकछिन तपाईहरुलाई भनिहाल्छु। जस्ट वेट एन्ड वाच। ओके, यो औषधि चाहिँ लेक नलाग्ने औषधि हो। हजुरहरूले बुझ्नु भयो होला यो हिँडबाट हैन। मैले यो लिएँ, 5 पत्ता लगाएँ, पछि युज भएन भने फिर्ता हुन्छ? हुँदैन। अनि यो दिनमा एकचोटि दुईचोटि खानु पर्छ। एकजनाको लागि 5 दिनको लागि, 1 दिन 2 दिन 3 4 5 दिनको लागि एकजनाको लागि। यहाँ हेर्नुस् न यहाँ साथीहरु, हामी टुरिस्ट त यस्तो भयो। के चाहियो? यो खाने हो, यो नदिनुस् त एउटाको दरले। कसरी गोटा हो आमा? गाइजहरु एप्पल बन अरे यो बिहान यहाँ हेर्नु तातो छ, यस्तो मिठो छ। एउटा दुईटा तिनटा तैँले एप्पल खाएको हो? मैले खाएकै छैन। म तपाईको मात्र खाएको। एउटा दिनु न मलाई। 2 4 5 वटा हुन्छ यसो। मलाई हामी चाहिँ अहिले बिहानै यो रेन्टमा लुगाहरू पाउँछ कि साथीहरु? रेन्टमा लुगाहरू, सुजहरू के छ त्यो हेर्ने, अनि आफूलाई नभएको मात्रै अनि किन्ने भनेर हामीले यहाँ डिसिजन गरेको छौँ। त्यो यो एरिया चाहिँ हामी यो फेवा लेकको रोडमै, मेन रोडमै बसेका छौँ कि यति धेरै रहेछ यहाँनिर है। सबै यो एरिया त्यही, तर बिहानै भएर खुलेको छैन कतै पनि। अनि एक ठाउँ फोन गरेको, अहिले गुगलबाट सर्च गरेर त्यहाँ आउनु भने हुन्छ। बाराई चोकमा बोलाएको हुन्छ, अनि त्यहाँ जान आँटेको। अब अहिले त्यहाँ पुग्छौँ। अनि के रहेछ कसो रहेछ देखाउँछु ल साथीहरूलाई। बन मिठो नि, तातो बन खाइयो, पेटै तातो भयो।
अब चिया खान पाइयो भने मात्रै निन्द्रा खुल्छ मेरो चाहिँ मलाई दुध चिया चाहियो बिना जति भन्दैछ मलाई दुध चिया चाहियो नभए मेरो आँखा खुल्दैन दुध चिया चाहियो दुध चिया ल गाइजहरू हामी चाहिँ ट्रेक इक्विप सोल्युसन सप आयौँ भनेपछि कहाँ जाँदैछौँ सबैभन्दा नसक्ने मान्छे मैले चम्काएर ल्याएको छु हामी बाहिर जाउँ कि भित्रै पसौँ हेर्नु त यति बिहान बिहानै हामीलाई सेवा दिनु नै ठुलो कुरो हो म यो लिएर जान्छु है मलाई यो चाहियो तर यसको त ग्यास किनिरहनु पर्छ नि अनि पाइहाल्छ नि बन्छन् बढ्नवाला ल गाइजहरू अब हामीले यहाँ खोजेको सामानहरू भेट्यो भने हजुरहरूलाई पनि यो तरिकाले लिएर जाने यो सजिलो हुन्छ इक्विपमेन्टहरू बोक्नु ओर्नु भनेर म लिस्ट गरिदिइहाल्छु र होप सो यहाँ सबै थोक छ भनेर आशा छ होइन मेरो जुत्ताको साइज छ कि छैन मैले जुत्ता पनि नलिआएको छु त्यस्तो रफ्तार छ मेरो घरमा कति धेरै छ यो टोपी म क्याप लिन्छु तिमीहरुको क्याप छ कति धेरै छ पो त अब एउटा क्याप लिन्छु एकछिन बाबा ल गाइजहरू हामी चाहिँ यहाँ रेन्ट तथा के भन्ने बिक्रीमा पनि हुने नयाँ किन्ने सेल्स एन्ड रेन्ट पसलमा आएको छौँ पाँचवटा हो हैन अनि बुढाबुढीको चाहिँ स्टिक पाँचवटा हो ब्याग फेस पाँचवटा ट्र्याकिङ हो हेर हेरौँ नि तपाईँलाई Okay, let's coordinate on that. ल And then डार्क चक्लेट पनि लिने अनि स्नेकर्स होइन अनि पोखरामा चाहिँ पानी पर्न थाल्यो टोपी लगाएको छु पानी पर्दैछ अब कसरी जाने हो थाहा छैन है एकदम चिसो चिसो बढाएको छ यो अब एकजना बराबर 5-5 त खानु पर्यो ल गाइजहरू अब हामीले चाहिँ हेर्नु न यस्तो तपाईले राम्रो चीज यस्तो छुट्याउनु हुन्छ टोपी होइन अनि यो स्विट्सहरू सेफ्टीको लागि हो अनि तपाईले चाहिँ यो जुत्ताहरु स्क्रैच भयो भने अथवा केही भयो भने कसै जसको ल गाइस रेन्ट चाहियो भने चाहिँ दाइकोमा आउने पोखरामा हैन बाराई चोकबाट 10 वटा सटर भित्रपट्टि छ तपाईले गुगल म्यापमा पनि भेट्नुहुन्छ ट्रेक इक्विपमेन्ट सोल्युसन शप भनेर छ नाम टिकटकमा बाई रेन्ट टु भनेर हान्नुभयो भने पनि आउँछ आउनुहोस् अनि अब नेचरलाई लभ गर्नुहोस् रेन्ट गर्ने पनि अप्सन छ अनि रियुज गर्ने अप्सन पनि छ कहिलेकाहीँ नयाँ किनेर फेरि बेच्ने अप्सन पनि छ हाम्रोमा अनि त्यही हो लेट्स कम हियर आई विल मेक यु डेफिनेटली ह्यापी एकदमै ह्यापी नै बनाउनुहुन्छ हामीलाई भनेजस्तै सामानहरू पाइयो हैन एकदमै राम्रो प्राइसमा हामीलाई एकदमै हेल्प गरेको हुन्छ तपाईहरु पनि आउनु होला है ल ब्याक टु तपाईको ब्लगरलाई ल साथीहरु सुनिहाल्नु भने एकदम यहाँ आउनु भने सेटिस्फाई हुनुहुन्छ ल गाइजहरु हामी चाहिँ ठ्याक्कै अब यहाँ हेर्नु न यहाँ पछाडी मेरो बुढो चाहिँ ठ्याक्कै टुरिस्ट जस्तो देखिनु भयो यहाँ आम्मामा साथीहरु हामीले सब रेन्टमै लियौँ हैन ग्लोभ्स अनि यो हुडी सुडी सबै थोक हामीले रेन्टमै लिएको किनभने भोलिदेखि हामीलाई पर्सिदेखि हामीलाई काम लाग्दैन नि त अनि त्यही भएर हामीले प्राय सबै रेन्टमै लियौँ रेन्टमा लिँदा र क्यास किन्दा चाहिँ दाम उस्तै पाउँदो रहेछ तपाईँहरू त्यो मेन्टली प्रिपेयर भएर आउनु होला किनभने हामी 5 दिनको लुगा किनेको हो रेन्टमा अनि त्यही अनुसार भाडा लाग्दो रहेछ होइन बुढा लुगा किन्नु र भाडामा उस्तै पर होइन यति हो अब यो झोलाहरू होइन अरू थोक अब हामीलाई युज हुँदैन भनेर मात्रै हो हामीले अलिकति फोकस गरेको दिदी कहाँ जानुभएको तपाईँको आफै थाहा छ राम्ररी बस्नु होला पुग्नुहुन्छ होला र त जानु लागेको ठाउँमा आमा नि त बाटो त खराब छ नि त हामी एकदम खतरा ठाउँमा पुग्दैछौँ साथीहरू सबै थोक हाम्रो भयो आइज सानै यो चाहिँ राख्ने अनि यस्तो लट्ठी चाहिने भयो भने चाहिँ आफै बुझ्नुहोस् है गाइजहरू ल कहाँ पुग्छौँ पसिना आइसक्यो अहिले नै हामी चाहिँ सबैजना रेडी भयौँ यो म टोपी खोल्दिनँ होइन अब यस्तै हो ल हामी चाहिँ
अब चढेर जान आँटेको गाइजहरू एकदम गर्मी भइसक्यो है यो म खोल्छु किनभने मैले चाहिँ यो खोल्छु मैले बोलेको सुनेर नि मेरो बुहारी अब म खोल्छु टोपी पनि खोल्छु लुगा पनि खोल्छु भनेको कि उसलाई साह्रो पर्यो बेहुली भन्दा साह्रो छ ऊ अहिले देखाउँदै गर न साथीहरू हामी हरिचोकमा आइपुगेको छौँ पोखराको यहाँबाट चाहिँ हामी मुस्ताङ एबिसी अनि यहाँबाट घामरुङ जाने बाटो धेरै डेस्टिनेसन छ होइन यहाँ हेर्नुहोस् ल वरिपरि देखाउँछ हामी साथीहरू यहाँबाट चाहिँ अब हामी हिँड्यौँ है मेरो न्यू फ्रेन्ड यता उहाँ चाहिँ चाइनाबाट आउनु भएको अरे हामी दुईजना भ्लग गर्दै गर्दै हिँड्ने बबाल हुनेवाला छ बबाल गाइजहरू हेलो 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 ल हाम्रो भाइ हेलो भिडियोमा हेलो भनिदिनु साथीहरू बिचमा बाटोहरू चाहिँ एकदम यस्तो छ तैपनि आउन चाहिँ छोड्नु हुँदैन है बाटोले केही गर्नेवाला छैन हामी आएको बेला चाहिँ के भयो भने पानी परिरहेछ क्या हिजोदेखि मौसम एकदम गडबड छ नि त हामी अहिले स्ट्रेट टु एबिसी हिँडेको साथीहरू अब आजदेखि हाम्रो जर्नी सुरु भयो तर यहाँ हेर्नु न मौसम चाहिँ यस्तो राम्रो छ पानी भर्खर परेर रह्यो खुसी लागेको छ यहाँ हेर्नु न यस्तो पोखरामा यतिको चिसो थाहा थिएन मलाई पुरा चिसो लागिरहेछ यहाँ हेर्नु ल हुस्से पुरा पनि हुस्से लाग्दैन त पानी पोखरामा त युजली पानी परिरहेको छ होइन तरै पनि हुस्सेहरू लाग्दैन क्या यस्तो अनि आज चाहिँ मौसम बबाल छ अब हामीलाई दुःख हुने हो कि कसले त्यो उहिलेको ऊहरू हेरेर हो क्या ल साथीहरू अब हाम्रो जर्नी बिगेन्स है खतरा छ हामी सबैजना जाँदैछौँ अनि अब आज कहाँको हाम्रो अन्तिम यात्रा कहाँसम्म जान्छौँ कहाँदेखि कता जाने भन्ने कुरा र मैले तपाईँहरूलाई डिटेलली भन्छु ल गाइजहरू हामी चाहिँ लुम्ले कास्कीमा खाना खान आएको छौँ होइन अब 11 बज्न लाग्यो बिहानदेखि केही खाएको छैन भोकले फेरि अनि यहाँको दाल भात तरकारी टन्न खाने हो अनि बलियो हुने हो अनि जाने हो ल गाइजहरू यहाँ हेर्नु न यहाँ हेर्नु यस्तो बबालमा बसेर अब भात खाँदाखेरि चाहिँ कति जान्छ बुढा कति हेलो भात खाने हो नि होइन झ्याम 11 बज्यो पानी नै खाइएन साथीहरू यस्तो राम्रो बबाल भ्यूमा अब भात कति रुच्छ भन्नुहोस् त भात कति रुच्छ गाह्रो छ कान्छी के खाएको ओ माई गॉड हामी चाहिँ के छुट्टिनु हामी छुट्टिएको तिमीहरू बसेर खाऊ डिस्टर्ब गर्ने होइन नि हामीहरूलाई ल गाइजहरू यहाँ हेर्नुहोस् है दाल भात पावर 24 आवर दाल भात चाहिँ खानै पर्यो बुढा भात खान आँट्यौँ होइन तपाईँको फेभरेट रहेछ करेला आलु सँगै खाऊँ अब हाम्रो यहाँ युट्युब सर पनि आएको हुन्छ युट्युब बनाउने हेलो मैले एटेन्सन नदिएर बिचरा रोयो नदिएर बुढाले एटेन्सन दिन पाएको छैन खाना कस्तो भयो अन्जना खाना कस्तो भयो कस्तो मिठो नि
गाइजहरु यो डाँडा चढ्ने अरे यहाँ हेर्नु न यहाँ एक जम पार अम्बक उता अम्बक टिप्नु जाम न साथीहरु उता थोरै अम्बक छैन पिम्पल्स भन्दा धेरै अम्बक छ अरे मेरो पिम्पल यस्तो अम्बक खान मन लागेर मर्न आँटिसक्यो उता थोरै अम्बक छैन हौ सुटुक्क कहाँबाट जाऊ म त जान्छु है कस्तो देखे मेरो त फेरि फेभरेट हो नि त अम्बक जाऊ सुन्दैन छ नि पछाडि विच इज आवर गाडी विच गाडी इज आवर लो म त गाडीमा बस्छु हौ जाडो भयो कतिखेर पेट भर्यो थाहा नि पाइने यस्तो धेरै माम खाएँ कि पेट फुल पेट साथीहरू हुन त अब हामीलाई यो डाँडा काँडा झर्ना देख्दाखेरि मतलब त हुँदैन होइन तर हामीलाई प्रकृतिले यति राम्रो दिएको छ कि यो आँखा आज मेरो कस्तो तृप्त भएको छ आँखालाई आनन्द भएको छ नेपालको स्वर्ग हो कहाँ हो भन्दाखेरि पोखराको बजार लड्की हजार स्वर्गमा धान पनि फरि धान हेर्नु न हो यो सुन फलेको है सुन हो यो सुन फलेको यो धान होइन यहाँ हेर्नु न गाउँमा यस्तो यो डाँडाभित्र होइन यो आलीमा हाम्रो सुन फलेको छ हामीलाई सुन चाहिन्छ त चाहिँदैन यस्तो छ रमाइलो आज हाम्रो छिमेकी भाइ पनि हामी सँगै हुनुहुन्छ आज उहाँलाई हामी इरिटेट गर्दै लग्यौँ भने फेरि भोलि छेउ पर्नुहुन्न होला तर हामी घान्द्रुक गएको होइन साथीहरू हामी अर्कै ठाउँ जाँदैछौँ स्पेसल ठाउँ कहाँ जाँदैछौँ भाइ ल भन्ने मेरो फेस ट्र्याकिङ गरेर सको के वाउ बबाल मै चम्किरहेको चाहिँ गएर म जान सक्दिनँ जस्तो लाग्दैछ झर्ना होइन वाउ नाइस साथीहरू यहाँ त बाटो त खतरा रहेछ फेरि पानी परेको छ कि हल्का चिप्लो अनि हेर्नु न अब यो लोड नपुग्दाखेरि पनि गाडी फस्यो अनि हेल्प माग्दै हुन्छ र हाम्रो टिम जानुभयो हुन्छ अरे 2-3 जना भयो हुन्छ अरे साथीहरू बेला बेला यसरी नै कुद्नु पर्छ है यहाँ हेर्नु न यहाँ बिजो हामी चाहिँ यहाँ छौँ यहाँ भित्रबाट बल दिने मान्छे यहाँ है को छ म काउन्ट गर्छु 1 2 3 टेल्नु के यस्तो बसमा आउँछन् अनि मान्छेहरू ल साथीहरू पानीले साथ दिइरहेको छ मौसम एकदम च्यालेन्जिङ छ होइन हाम्रो चाहिँ आउने आइरहेछौँ नयाँ आगन्तुकहरू आइरहेका छौँ जाने पाहुनाहरू गइरहेको हुन्छ यहाँ हेर्नुहोस् है अब हामी त्यो पुल तरेर कोही माथि गाउँ जाँदैछौँ तर आज घाम नलाएर चाहिँ केही देखेन क्या घाम लागेको भए चाहिँ यस्तो बबाल देखिन्थ्यो यहाँको भ्यू है सधैँभरि मेमोरेबल हुन्थ्यो गाइजहरू हामी झिनु डाँडा आइपुग्यौँ होइन झिनु डाँडाको भित्र रेस्टुरेन्टभित्र छौँ अनि बुनु दुध चिया ल मलाई दुध चिया अनि दुईटा दुध बुढा पनि खाने होला होइन एकदम चिसो छ क्या तीनटा दुध चिया बनाइदिनु न एकदम गर्मी हुन्छ अहिले धेरै नफा पनि हिँड्दैछ अनि यस्तो साथीहरू अब यहाँबाट चाहिँ झिनु डाँडाबाट हामी त्यो भन्ने ठाउँ एउटा यस्तो राम्रो सहर जाँदैछौँ कि यस्तो राम्रो यहाँ कसरी घर त्यत्रो बन्ने भन्ने उत्सुकता छ क्या मलाई त्यो है यहाँ आज घामले धोका दियो यस्तो राम्रो छ कि यहाँनिर साथीहरू यहाँ हेर्नु न यहाँ तल खोला डाँडै डाँडा ए यहाँनिर चाहिँ झोलुङ्गे पुल छ ल गाइजहरू अब लडिएन बढिएन भने चाहिँ हामी पुगेर आउँछौँ होइन हिँड्यो टोली मुभ भयो अब यहाँबाट चाहिँ यहाँ मेरो कान्छा भाइ यता छ
साथीहरु हामी प्रत्यक्ष प्रसारणमा छौं एबीसी बेस क्याम्पको लाइभ अपडेट दिइरहेको छु यस्तो वेदर छ वेदर चाहिँ यहाँ ओहो अहिले त खुलेछ नि त तर हामी स्टप गर्नेवाला छैनौं जहाँ जे हुन्छ हामी देखा जाएगा हामी वी आर रेडी फर वार हामीलाई केहीले छेक्दैन हामीलाई केहीले छेक्नेवाला छैन गाइजहरु अब हामी एबीसी जाँदैछौँ है बी रेडी फर माई भिडियो ल गाइजहरु मेरो बुढा खै हराउनु भयो त हामी यो डाँडा ओ त्यो माथिको डाँडा उक्लिने है लुङ्गी डान्स लुङ्गी नै देखेन मैले खतरा लुङ्गी जुगाड गरेर आएँ खतरा लुङ्गी जुगाड गरेँ साथीहरू यो पुल हेर्नु है कति सबसे लामो पो होला त नि यो उसमा छैन बेनीमा छ के भयो पसिना आउनु थालेको अहिले नि यस्तो राम्रो गाउँ हामी आयौँ कि है गाइजहरु साह्रै राम्रो गाउँ नि यस्तो उकालो हिँड्दै जानुपर्छ पानी पर्दैछ गाइजहरु तर पनि हाम्रो बिजोग भएको छैन यस्तो भिड छ है बिनाजी आइसक्नु भयो यहाँ बिनाजी थाक्यो अझै माथि यस्तो छ पानी त्यस्तो छ तै पनि हामी हिँड्दैछौँ बिस्तारै दिदी कस्तो भइरहेछ एकदम दामी बवाल हुँदैछ है हामी अहिलेसम्म सबैजना बिस्तारै हतार नगरिकन जाँदैछौँ एकदम रमाइलो आएपछि इन्जोय गर्ने हो क्या साथीहरू पानी परोस् कि हुस्से लागोस् कि तर आजको हुस्सेले चाहिँ हाम्रो यो जुन भ्यू चाहिँ आएको थियो नि भ्यू चाहिँ एउटै केही देख्न पाइएको छैन आयो सो भोलि पर्सि फर्किँदा देखिन्छ होला सायद कि भन्ने क्याप्चर गर्छु साथीहरूलाई देखाउँछु हुस्से यस्तो लागेछ कि यसरी हुस्से लागेछ पानी परेको छ तर पनि इट्स फाइन होइन अब यो पहाडको बाटो यस्तै हुन्छ हाम्रो मुस्ताङको स्याउ अरे यो मुस्ताङको स्याउ हामी एबीसी ट्रेकको झिनु भन्ने ठाउँ झिनु नि होइन यो झिनु डाँडामै छौँ अझै हामी झिनु डाँडामा हेर्नु न हामीलाई सेवा दिइराख्नु भएको छ अनि खाइदिउँ न होइन एकैवटा चोक्दै जाउँ अनि 150 ग्रामको यस्तो छ तपाईँहरूको भ्लगरको पारा यस्तो छ है हेर्नु यहाँ कति रुपैयाँको साडी ल्याइछ बाफ रे बाफ 200 रुपैयाँको साडी लिएर आए भने पक्कै ढाल्छु ल यस्तो छ है हाम्रो भ्यू चाहिँ यस्तो छ यस्तो ठुल्ठुलो पहाड थियो अहिले सबै हुस्सेले गयो साथीहरू यो झिनु डाँडा चाहिँ एकदम उकालो छ क्या तपाईँहरू आउनुभयो भने चाहिँ हतार नगरिकन आनन्दले होइन आनन्दले हिँड्ने कसैलाई नदेखाइकन हिँड्ने एकदम रमाइलो एडभेन्चरस हुँदैछ बेला बेला पानी एकदम धेरै छ कुनै कुनै ठाउँ पानी नै परेको छैन पानीले मात्रै झ्याउ गरे हो नभए त हामी अघि पुगिसक्थ्यौँ के ल म तपाईँहरूलाई भ्यू देखाउँछु ल वाउ वाउ पानी थोरै रोकिँदाखेरि यहाँ हेर्नु न हामी कतिवटा बादल पारी गरेर आयो मेरो ऊ डाँडा ओ माई गड उतै ओ यस्तो होस् न यस्तो इनर्जी ल गाइजहरू हामी छमरुङ भन्ने ठाउँ आइपुग्यौँ
एकदम आनन्दले रिल्याक्स गरेर आएको हो होइन। अनि यहाँ हेर्नु न, यहाँ गाउँै रहेछ तर के गर्नु, हुस्से लागेर चाहिँ तपाईँहरूलाई केही देखाउन सकिनँ। अहिले सबै हुस्से छ, फग है। अनि कोठा पुग्छौँ, कोठामा गएर के गर्छौँ कसो गर्छौँ देखाइहाल्छु अपडेट। यहाँ हाम्रो केटाकेटीहरू आउँदैछन् पछाडि। उतै छौ त, उतै छौ ए म यहाँ रकेट छौ भनेको। साथीहरू हामी बस्ने ठाउँ आइपुग्यौँ है। अब अँध्यारो छ, हजुरहरूलाई के देखाउनु र पनि हेर्नुहोस् हाम्रो ठाउँ चाहिँ हट पिज्जा। वाउ, हट पिज्जा पनि पाउने रहेछ। भोलि खोइ कता छ आगो, म त जाडोले मरे। लुगा जति सब भिजेछ अब लुगा। यहाँ सुकाउने ठाउँ रहेछ नि त। यी नै सुक्या हैन, यो नि हामीले बनाएको डोरी लागेर। होइन, यसो माथि माथि टाङ्यो भने भइहाल्छ नि। हुन्छ साथीहरू नपाउने बिजोग पाइयो होइन, अब रहर गरिहाल्यो। यो अफ सिजन भन्नु कि हाम्रो ब्याड लक भन्नु कि के हो थाहा छैन। लुगा सबै भिजेछ, त्यत्रो सेभ गरेर ल्याएको पनि भिजो। अनि यहाँ हेर्नु न, यहाँ हामीहरूलाई चाहिँ यस्तो व्यवस्था रहेछ है। तातो तातो न्यानो जाडो भए पनि जुत्ता पनि छ भने ल्याएर घुसाउनु। जुत्ताहरू पनि ल्याउने सबै मुनि मुनिबाट भिजा छ नि। हजुरहरू अब भोलि जानु हुने उता कता माथि कि पुगिहरू आउनु भएको? एबिसी हामी भोलि हिमालय हो। हिमालय भएन त चिया उता लैजाऊ। हाम्रो 9 दिनको बल्ल कति दिन भयो? ए 9 दिनको, हाम्रो पनि 5 दिनको हो। माथि जाने कि फर्किने? एबिसी नै जाने हो। पानी पर्यो भने खै के गर्नु हुँदैछौँ हो, यहाँ सल्लाह गर्दैछौँ। यही यस्तै पाराले त जान सकिँदैन। आज र भोलि पानी देखाएको छ, पर्सिबाट घाम छ क्लियर छ। त्यही त भोलि एबिसी कहाँ पुग्नुहुन्छ त नि? त्यही त होइन, भोलि त पुगिँदैन। भोलि देउराल त यहाँ नजिकै नि, हिमालय बस्नु। ल गाइजहरू एकदम न्यानोमा बसिरहेछ। अब सबै भिजेछ, यो पनि सब भिजेको छ। इनर पनि भिजो, आउटर पनि भिजो, सबै थोक भिजेको छ। अब के गर्ने हो, किनौँ भने यहाँ फेरि डलरको भाउ छ। डलरको भाउले किन्नुपर्छ। हामी बसेको ठाउँ चाहिँ यस्तो छ है, यति राम्रो ज्यालो राम्रो।